गाह्रो छ मलाई। हामी चाहिँ दुध दुने, उहाँहरू चाहिँ भिटामिन खुलाउने। त्यो चाहिँ आज मात्रै ब्याएको बाख्रा। यिनीहरू सबै सुत्केरीहरू। कतिवटा ब्याएर अहिलेसम्म? 1 2 3 4 5 6 7 8 9 10 10 11वटा हो। 11वटा ब्याएछ। यसले थाहा छैन है। अब यो 5वटा होला। उति त जान्छ। ओइ नानी उता लसन। ल बुबु यही सक्सेस तै बित। ए ल एआई चाहिँ सक्सेस भयो हाम्रो। अब एउटा चाहिँ एनएलबीए को 51 को ब्रिड तयार भयो, एउटा चाहिँ 43 को ब्रिड तयार भछ। हो त्यो पनि होला नि एआई। अब आज यो जन्मेकोलाई पनि हेर्न पर्ने छ हैन। अब धन्यवाद बन्दीपुर बाख्रा अनुसन्धान केन्द्र, धन्यवाद एनएलबीओ, धन्यवाद टेरी गिब्सनलाई, धन्यवाद ड्यानियललाई, अनि धन्यवाद हामी सबैलाई। सबभन्दा ठुलो कुरा अब सायद नेपालमा नयाँ जातको लाइनहरू चाहिँ तयार हुँदैछ। हाम्रोमा 2 लाइन तयार हुन्छ होला। त्यो भयो भने अब नेपालमा चाहिँ 6वटा लाइन, साननको 6वटा लाइन चाहिँ तयार हुन्छ। कति अप्ठ्यारो हो यहाँ चाहिँ दुध अप्ठ्यारो भएर दुधै छ। त्यही भा चाहिँ बोका किसिमको आम बोका हो। सबै सुत्केरी माउहरू। हामी चाहिँ यहाँ दुध दुँदैछु। अब यहाँ यो चाहिँ हाम्रो हिजो ब्याएको पाठाहरू कति ठुल्ठुलो हुन्छ नि। हिजो ब्याएको पाठाहरू नि कत्रो ठुलो छ। 100% सानन। यतापट्टिको छ ठुलो। मुलुडी हो र यो? मुलुडी हो। डेनियललाई होइन, हिजो ब्याएको पाठा त अनि हाम्रो लोकलको त यस्तो हुँदैन नि त होइन र? यसकै खुलाइदिउँला अहिले। यही हो हाम्रो हिरा। हाम्रो हिरा भने नि हुन्छ यसलाई। दुध धेरै दिन्छ नि। अनि यतापट्टि पनि छ एउटा, यता छ ज्याङ्गो छ यो केटी त। ऐ दुध चाहिँ यस्तो आउँछ कि यो चाहिँ। खान दिनु न एकछिन। हुन्छ कहाँ अर्को त यो त आफ्नो बच्चा भयो नि त, 2टा त। अनि एउटा कस्तो ठटारा पुग्यो। यसको बच्चालाई चाहिँ पुग्यो। अब यो 2टालाई पुगेन अरे दुध। अनि यो 2टालाई खुलाउने। यो यिनीहरू फेरि त्यो खाऊ न हौ। यिनीहरू त कति सानो छ फेरि। यो फेरि अस्ति ब्याएको हिजोको होइन। उयो रातोले नि खायो। त्यसले खाइसक्यो। रातोले खाए। रातोले नि खाए, एउटाले नि खाए। त कुन चाहिँ हो? हो त्यही हो, त्यही हो। के सर मकरी? हेलो। बाख्रा ब्याएको बेलामा त यस्तो रमाइलो हुन्छ हो हाम्रो त।
यसको यता यस्तो रमाइलो छ नि हो त्यसलाई नि इन्जाम खुलाइदिनु त